धेरै स्ट्रेस भन्छ नि धेरै तनाव पनि नलिने। मैले अस्ति साइन्सको विद्यार्थीहरूलाई भने परीक्षा भनेपछि तिमीहरूको उही सातो पुत्लो जाने भन्थ्यो नि बुढापाकाले, त्यस्तो नगर। परीक्षा भनेर त युजियल कुरा सम्झिनु पऱ्यो कि मैले धेरै ठाउँमा भन्छु परीक्षा भनेको बिहान उठ्ने बित्तिकै हामीले दाँत माझ्छौँ, रेस्टरुम जान्छौँ, फर्किन्छौँ, चिया कफी खान्छौँ, फेरि पढ्न आउँछौँ। त्यस्तो त हो नि परीक्षा भने। विद्यार्थीले परीक्षा दिनुपर्छ, शिक्षकले पढाउनुपर्छ, तिमीहरू त्यहाँ परीक्षा कपी हामीले परीक्षण गर्नुपर्छ, रिजल्ट दिनुपर्छ। त्यो त हाम्रो सामान्य कामको कुराहरू हो नि। त्यस कारण त्यस्ता कुराहरू चाहिँ धेरै आत्तिनु हुँदैन। परीक्षालाई कमजोर ठान्नु पनि हुँदैन, तर परीक्षालाई एकदमै तनाव जिन्दगी गयो यार खत्तम भयो ल भोलि परीक्षा त म त डुब्छु कि क्या हो, कहाँ डुब्छ तिमीहरू डुब्दै डुब्दैन नि। त्यस्तो ढङ्गले सोच्नु पनि हुँदैन। त्यसलाई सजिलै तयारी चाहिँ राम्रोसँग गरेर जाने। शनिबारमा चाहिँ प्री बोर्ड पहिला जान्छ, त्यसपछि अर्को जान्छ, त्यसपछि तिमीहरू अगाडि त्यसरी पढ्दै जाउँ। मेरो शुभकामना तिमीहरूलाई। दोस्रो कुरा अघि अर्को नवीन के अघि गीत गाउने कतै भयो समीर समीर कहाँ गयो बाब्रे बाब्रे कलाकारको के खाँचो रहेछ कि हामी यति राम्रो मतलब गला रहेछ तिम्रो। मैले प्रशंसा गरेको थिएँ, तर यो गलालाई तिखार्दैछौ। म यो प्रश्न किन जोडेको भने मसँग भर्खरै मात्रै एउटा यहाँ फोटो आएको छ, भर्खरै मात्रै मलाई फोटो आएको छ। हाम्रो बिसी फर्स्ट सेममा पढ्ने तिमीहरूको दाई प्रज्वल कार्की भोइस अफ नेपालको भोलि नकआउट नेपालको सिजन 6 को भोलि उनी नकआउट राउन्डमा प्रवेश गर्दैछन्। हामी सबैले निम्ता छ 1 बजेदेखि त्यो सायद स्टुडियो हिमालयन टेलिभिजनकै स्टुडियोमा भएको छ स्टुडियो, त्यहाँ गएर निःशुल्क जान पाइन्छ भनेर पनि आएको छ। भोइस अफ नेपाल यत्रो ठुलो मेगा सोको यो राउन्डमा पुग्ने भन्ने कुरा नटच हो। अस्ति यहाँ विद्यार्थी भाइ आएका थिए अनि मैले सोधेँ के तयारी थियो, रियाजहरू गरिरहेको थियो, सिकेको थियो भनेर मैले भनेँ सर म सामान्य हो। बाबु एउटा सामान्य ढङ्गले धेरै रियाज पनि नगरेको, धेरै प्र्याक्टिस नगरेको एउटा विद्यार्थी त्यो मेगा राउन्डमा त्यो ठाउँमा पुग्नु भनेको निकै ठुलो चाहिँ अवसर। मैले तिमीलाई प्रश्न गरेँ, तिम्रो स्वर मैले तिमीले 4 लाइन जति कति गीत गायौ, मैले तिम्रो अन्तरा मैले हेरिनँ, त्यो पहिलाको थेगो हेरिनँ। म अलिअलि गीत सङ्गीत जान्दैछु, त्यो थेगोतिर म गइनँ, तर तिम्रो त्यो अन्तरा थियो नि, त्यो अन्तरा गर्दा तिमीले प्र्याक्टिस गर्यो भने तिमीले यही क्षेत्रमा तिमीले एकदमै उत्कृष्टता ल्याउन सक्छौ। त्यस्तो अरू पनि हो। त्यसकारण उत्कृष्टता भनेको आफ्नो क्षमता अनुसार, आफ्नो प्राक अनुसार, इन्ट्रेस्ट अनुसार जेमा पनि हुन्छ कि। पर्सिबाट हामी 3 गतिबाट स्पोर्ट्स सुकिरहेको छौँ। कोही स्पोर्ट्समा रुचि हुन्छ, कोही गीतमा रुचि हुन्छ, कोही सङ्गीतमा हुन्छ, कोही डान्समा हुन्छ, कोही यो पब्लिक भोइसमा हुन्छ। विभिन्न किसिमको रुचिहरू हुन्छ। त्यहाँ जुन रुचि आफ्नो छ त्यो आफ्नो भएको रुचिलाई कहिले पनि नमान्नु, आफ्नो रुचिलाई अगाडि बढाइराख्नु। त्यसको मतलब पढाइलाई मात्रै त्यागेर होइन, तर त्यसलाई पनि प्यारलली लैजाऊ भन्ने मेरो चाहना हो। पहिला हामीले पढ्दाखेरि म त सबभन्दा बुढो नै परिहालेँ यहाँ होइन। हामीले पढ्दाखेरि बाआमाले के भन्नुहुन्थ्यो भने पढ्ने भनेकै पछि ठुलो मान्छे बन्ने भन्नुहुन्थ्यो। आशीर्वादले के भन्नुहुन्थ्यो, डाक्टर बनेस्, इन्जिनियर बनेस् होइन, त्यस्तो मात्रै भन्ने होला भनेर मक्ख परियो, आफू त मास्टर बनियो भनेर मेरो पनि बाबाले आशीर्वाद के दिनुभएको थियो भने डाक्टर बन्नु, इन्जिनियर बन्नु, पाइलट बन्नु, के भन्नुभएको थियो। बन्नु त म त मास्टर बने पनि खुसी नै छु त अहिलेसम्म, समस्या होइन थियो। जुन आफ्नो रुचि हुन्छ त्यही क्षेत्रमा जाने र ठुलो मान्छे बन्नु भनेको त्यो कुरा चाहिँ आज हटाइ। ठुलो मान्छे बन्ने होइन, राम्रो मान्छे बन्नु। अहिले ठुलो मान्छे र राम्रो मान्छे भनेको फरक कुरा। यहाँ नेपालीको 2 जना हस्ती हुनुहुन्छ, मलाई भाषिक ढङ्गले गल्ती गरेर भन्नु होला, अन्जना र निर्जा मेरे। ठुलो मान्छे बन्नु भनेको राम्रो भएर मात्रै ठुलो बन्ने हो कि। त्यस कारण त्यो राम्रो मान्छे बन्नेतिर तिमीहरू अगाडि बढ। त्यो राम्रो मान्छे बन्ने कुरामा जुनसुकै आफ्नो रुचिको विषय छ त्यो रुचिको विषयलाई नि प्यारलली अगाडि पढाउँदै गर भन्ने मलाई लाग्छ। त्यही भएर तिमीलाई मात्रै होइन अरू सबैलाई मैले भने त्यहाँ एकजना के छ है के भन्छ उसलाई के अरे मेरा उसले उठाइबाट उसलाई स्काउटमा आउन मन लाग्यो हो। मैले अस्ति सोधेँ उसलाई, आर यु ह्याप्पी भनेर सोधेँ। आई एम रियली ह्याप्पी सर, मैले यति राम्रो चाहिँ मलाई एकदम काम गर्ने इच्छा।
अब उसलाई त्यो रुचि भयो भने उसले समाज सेवामा अब उनी प्रवेश गर्छ पढाइ पनि अगाडि बढाउने स्कुलमा जाने भने के हो त समाज सेवामा सोसियल वर्कमा सोसियल भलेन्टियर वर्कमा बढी जाने त्यो इच्छा उसलाई लागेर नै ऊ खुसी भयो त्यसैमा अगाडि बढे पनि के फरक परेन नि सिधै होइन त्यसो हुनाले सबै यसरी अगाडि बढ्दै जाऊ पढाइमा ध्यान दिँदै जाऊ अरू कुराहरू रुचि गर्दै जाऊ मात्र एउटा कुरा के हो भने त्यो बिराइ नभएको उनीहरूले भनिनँ मैले एउटा बोलिहालेँ बोल्दा बोल्दै पछि विद्यार्थीहरू ऐसी दरबार जस्तै घर भयो किन बोली जित्नु सक्छ भने भयो क्या आफूले भने मात्रै के थियो भने म चाहिँ एउटा बुढो माझी हुँ बुढो माझी थाहा छैन एकदम बर्खाको भेलमा पनि सकेसम्म आफ्नो त्यहाँ आउने प्यासेन्जरहरूलाई अथवा त्यहाँ यात्रीहरूलाई माझीले जतिसुकै भेलमा पनि डुङ्गा पल्टियोस् भनेर भन्दैन जस्तोसुकै भेलमा नि उसले बरु आफै सिद्धिने बेला आउँदैन तर पनि यात्रीलाई उसले सकुशल तार्न प्रयत्न गर्छ त्यसकारण हामी टिचरहरू म लगायत मेरो यो ग्रुप भनेको चाहिँ हामी माझी दाई माझी दिदी के भनौँ हामी माझी हो त्यो भनेको हामीले डुङ्गालाई जसरी पनि त्यो डुङ्गालाई सहज ढङ्गले हामीले के गर्नुपर्छ वारीको डुङ्गालाई पारी पुर्याउनुपर्छ पारीकोलाई वारी पुर्याउनुपर्छ जसोसुकै भेलमा पनि त्यो डुङ्गालाई पुर्याउनुपर्छ हामीले त्यसकारण हामी चाहिँ माझी हौँ माझी दाइले सबै आफ्नो यात्रुहरूलाई बिर्सिन नि सक्छ हजारौँ यात्रुहरूलाई दैनिक सयौँ यात्रुहरूलाई हामीले तार्नुपर्छ हजारौँ यात्रुहरूलाई हामीले तार्नुपर्छ हामी बिर्सिन सक्छौँ तर त्यो यात्रीले एकदमै डरलाग्दो भेलमा पनि यदि तारेको छ भने त्यो यात्रीले कहिल्यै पनि त्यो बुढो माझीलाई बिर्सिँदैन हामी त्यहाँ बुढो माझी तिमीहरू उमेरले भर्खरका छौ तिमीहरू ठुल्ठुलो बन्दै जाउला होइन भने ठुलो नभन्नु राम्रो बन्दै जाउला अनि सबै ढङ्गले हुँदै जाउला हामी तिमीहरूलाई नचिन्न सक्छौँ कि तर तिमीहरूले हामीलाई त निरजा म्यामलाई तिमीहरूले बिर्स्यौ होला एकछिन मानौ हो अनि के अरे हरिसरलाई बिर्स्यौ होला मलाई बिर्स्यौ होला कमल सरलाई बिर्स्यौ होला लाइक दिस के टिचरहरूलाई त बिर्सिँदैन त्यसरी हामी गुरु हौँ र हामी तिमीहरूकोलाई सहज ढङ्गले तार्ने एउटा माझी पनि हो त्यसकारण बिर्सिने त छँदै छैनौँ हामी पनि तिमीहरूलाई सकेसम्म नबिर्सने प्रयत्न गर्नेछौँ ल यसरी नै अगाडि बढ यो कार्यक्रम आयोजना गऱ्यौ हामीलाई पनि बोलायौ अगाडि पनि के राख्यो कहिले होला जस्तो लागिरहेको छ त्यसको लागि पनि सबैलाई धन्यवाद दिएर मेरो भन्ने ल के भन्ने ह्याप्पी बर्थडे भन्नु के भन्नु